Hello everyone, I am Ashwin Pandey and I am the founder of MultiTunes. So MultiTunes यस्तो प्लेटफर्म हो जसको अहिले 2022 मा मैले र मेरो भाइ रवि पाण्डेले चाहिँ म्युजिशियन्सहरूलाई के एउटा प्लेटफर्म होस् जहाँ चाहिँ उहाँहरू इम्पावर हुन सक्ने भनेर यस्तो आइडिया आएको थियो। त्यसको लागि चाहिँ हामीले इनिसिएट त गऱ्यौँ, तर इनिसियल हामीसँग फन्डिङ नभएर हामीले त्यो प्लेटफर्म डेभलप गर्न सकेनौँ। तर मैले चाहिँ पर्सनली यसमा लागेर टेकलाई कसरी बिल्ड गर्ने र कसरी चाहिँ यस्तो प्लेटफर्म बिल्ड गर्ने सो द्याट त्यसमा सबै कुराहरू इन्टिग्रेट होस्। सो हियर इज आवर MultiTunes वेबसाइट, जसको आइडिया मेन के थियो भन्दाखेरि कुनै पनि युजरले आइसकेपछि प्लेटफर्ममा उसले सबै सर्भिसेसहरू उसले त्यहीँबाट पाओस्। टकिङ अबाउट द प्लेटफर्म, तपाईँ एज ए युजर के गर्न सक्नुहुन्छ भने तपाईँ कोर्स सिक्न सक्नुहुन्छ, तपाईँले कुनै म्युजिकल इन्स्ट्रुमेन्ट पनि किन्न सक्नुहुन्छ, तपाईँले कुनै पनि आर्टिस्टको जसको म्युजिकहरू हाम्रो प्लेटफर्ममा लिस्ट छ त्यसलाई डाउनलोड गरेर प्री सेल्सहरू है। सो कुनै आर्टिस्टहरूको प्रिमियम भर्जन हुन्छ भने उहाँहरूले प्री सेल्सको लागि लिस्ट गर्नुहुन्छ, त्यसको लागि चाहिँ तपाईँले किनेर स्ट्रिम गर्न मिल्छ प्लेटफर्ममै। सो तपाईँ एज अ म्युजिसियन तपाईँले ज्यामरो बुक गर्न सक्नुभयो, तपाईँले रेकर्डिङ स्टुडियो बुक गर्न सक्नुभयो, साथसाथै तपाईँले रिपेयर स्टुडियो पनि बुक गर्न सक्नुभयो। सो एज अ युजर, एज अ म्युजिसियन तपाईँको यो प्रब्लम्सहरू चाहिँ हामीले सल्भ गर्न खोजेको छौँ। र साथसाथै यदि तपाईँ म्युजिकल इन्स्ट्रुमेन्ट सेलर हुनुहुन्छ, तपाईँको ज्याम रुम छ, तपाईँको रिपेयर स्टोर छ, तपाईँको म्युजिक स्टुडियो छ भने तपाईँले यो सर्भिसेसहरू चाहिँ हाम्रो वेबसाइटमा लिस्ट गर्न सक्नुहुन्छ। र अर्को ठुलो मेन प्रब्लम भनेको स्मल म्युजिसियन्सहरू जसले आफ्नो इभेन्टहरू गर्न चाहनुहुन्छ एज अ अर्गनाइजर, उहाँहरूको इभेन्ट्स लिस्टिङको प्रोसेस एकदम कम्प्लिकेटेड छ अहिले नेपालमा। सो त्यो पनि हामीले प्रब्लम सल्भ गरेको छौँ। तपाईँले एक्चुअली भेरिफाई गरिसकेपछि तपाईँले आफ्नो इभेन्ट्सहरू चाहिँ हाम्रो प्लेटफर्ममा लिस्ट गर्न सक्नुहुन्छ र त्यहाँबाट टिकट्सहरू मजाले सेल गर्न सक्नुहुन्छ। हामीसँग चाहिँ क्युआर सिस्टम पनि रहेको छ। सो तपाईँले आफ्नो फोनबाटै तपाईँको एटेन्डीलाई स्क्यान गर्न सक्नुहुन्छ र दे क्यान इन्जोय द इभेन्ट। सो MultiTunes एउटा आइडियाबाट एक्जिक्युट भएर एउटा प्लेटफर्ममा आइसकेको छ। आई एम भेरी होपफुल दिस विल बी ग्रेट प्लेटफर्म फर अल द म्युजिसियन्स र स्पेसली फर मी। यो चाहिँ मेरो ड्रिम रहेको थियो र फाइनली इट्स अन हियर। सो वेबसाइट चेक गर्न चाहनुहुन्छ भने multitunespal.com मा गएर तपाईँले चेक गर्न सक्नुहुन्छ र प्लिज लिभ यर फिडब्याक इन द कमेन्ट सेक्सन।